फ्रेन्ड्स आज चाहिँ हामी घुम्नु गइरहेको छौँ है हामी दुईजना बाइकमा है एउटा स्कुटी दुईवटा बाइक अहिले चाहिँ हामी घुम्नुको दिन चाहिँ घुम्नु गइरहेको छौँ हामी कम्ती पुगिसकेको हाम्रो चाहिँ आज डेस्टिनेसन चाहिँ देखाएको छु है सबैजना होली खेलिरहेको छ हामीलाई लगाइदियो भने चाहिँ सो हेलो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग है आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु है आजको ब्लग चाहिँ घुम्न आइरहेछौँ हामी साथीहरूसँग है घुम्नु जाँदैछौँ हेर्दै गर्नु होला है ब्लग भ्यू पोइन्ट चाहिँ यस्तो छ है त्रिवेणीको भ्यू पोइन्ट त्रिवेणी रम्फू रोड त्यहाँदेखि टिस्टा है कस्तो थियो है कस्तो भयो माथितिर चाहिँ तक्दाहरू चाहिँ तक्दा कलेज देखिरहेको छ यहाँ माथि चाहिँ है यस्तो छ गाइस चाहिँ होटलहरू रहेछ मजाको चाहिँ हाम्रो चाहिँ अब उकालो जानुपर्ने हुन्छ यहाँबाट चाहिँ गाडी चाहिँ हेभी जाम लाग्दिँदो रहेछ यहाँ चाहिँ गाइस हेर्दैछौँ है हाम्रो डेस्टिनेसन चाहिँ लामो छ हामी चाहिँ पेसोक उकालो हिँडिसकेको छौँ है साथीहरू चाहिँ यहाँ गएर अगाडि छ यो चाहिँ त्यो उकालो छ होला नि त पेसोक उकालो चाहिँ हर्न बजाउँदै हिँड्नु भन्दैछ नि डेन्जर रहेछ त्यो बाटो पनि डेन्जर रहेछ नि त्यो बाटो गाइस हामी चाहिँ अहिले गार्लाङ स्टेडियम आइरहेछौँ है गार्लाङ स्टेडियम फर्स्ट टाइम आएको नि त म चाहिँ यहाँनिर साथीहरू पनि फर्स्ट टाइम यहाँनिर फोटो खिचिरहेको छ है गार्लाङ स्टेडियम पछाडि देख्न सक्नुहुन्छ है गार्लाङ स्टेडियम हो नि गार्लाङ स्टेडियम फर्स्ट टाइम कहाँ चाहिँ गएको